हेलो गाइज, गुड मर्निङ। विकी रियाक्सन भ्लगमा फेरि पनि स्वागत छ तपाईँलाई। गाइज हामी चाहिँ आज चट्टा लाएर छुट्टीमा चाहिँ साथी घर जानु भएको थियो। हामी चाहिँ पेनाङको एयरपोर्टमा चाहिँ लिन जाँदैछौँ। म र हाम्रो यहाँ साथी हुनुहुन्छ, हाम्रो अब्दुल कलाम साथी होइन त? हाम्रो साथी आउँदै हुनुहुन्छ होइन? कति दिनको छुट्टीमा गएको अरे? 40 दिनको छुट्टीमा गएको जितेन्द्र है। जितेन्द्र शाह चाहिँ हामी लिन जाँदैछौँ, चाहिँ रिसिभ गर्न जाँदैछौँ। फाइनल्ली गाडीमा छौँ अहिले। र हाम्रो गुरुबा यता। हेलो गुरु। माइ ब्लग हाम्रो गुरु यता हुनुहुन्छ, गाडी मजासँग हाँक्दै हुनुहुन्छ। हामी चाहिँ यतातिर मस्त बसेर जाँदैछौँ होइन। ल गाइज, हामी अब लिन जाँदैछौँ साथीलाई। उहाँ रिसिभ गरेपछि पनि तपाईँहरूलाई म देखाउँछु के कस्तो हुन्छ होइन। यहाँ गाडीभित्रै छौँ हामी चाहिँ। ल गाइज, हामी चाहिँ पैसा निकाल्न जान्छौँ होइन त। र यता साथी र म क्यास चाहिँ हामीसँग नभएर यहाँ हाम्रो अब्दुल सर पैसा क्यास गर्न जाँदै हुनुहुन्छ। म नि जान्छु सँगसँगै। यहाँ दिन्छ नि भेट मिल्छ है। बन्द गर्नु भने एटिएम छ कि होटेल हो? हेलो गाइस, हामी चाहिँ खाजा खान लागेको थियौँ गाइस होइन त? खाजा खाएपछि अब जाने। उसको लागि पनि खाजा लिएर जानु पर्यो नि। बेचारा फ्लाइटमा कोकै आइरहेको होला। साथी चाहिँ के अरे एयरपोर्टमा झरिसक्नु भएको छ होइन। र हामी चाहिँ उहाँको लागि पनि खाजा र हामी पनि खाजा खाएर जान लाग्दैछौँ गाइस। अब चट्टा खाजा खाएर चाहिँ जाने हो। ल गाइस, यहाँ रोटी हेर्नुहोस् है गाइस। यता रोटी हेर्नुहोस्। हामी चाहिँ रोटी खाजा खान लागेको छौँ। रोटी पाकिरहेको छ र केही समय वेट गर्दैछौँ गाइस। यहाँ हाम्रो गुरुजी भट्टाभट्टी खाना खाँदै हुनुहुन्छ है। हामी चाहिँ वेट गर्दैछौँ, रोटी आउँदैछ हाम्रो चाहिँ। हामी पनि रोटी अहिले खानेछौँ। र गाइस, जुस आइसकेको छ हाम्रो चाहिँ होइन। यो चाहिँ टी आइस होइन। र टी आइस आयो, अब चाहिँ चट्ट टी आइस खाँदैछौँ। र त्यसपछि भने चाहिँ अब रोटी पनि आउँदैछ एकछिनमा। यता हाम्रो गुरु भ्लगमा ओके लगाइ। गुरुले बिहान भात माछा र भात सरेम पार्दैछन्। हामी चाहिँ यता टी आइस खाँदैछौँ। खाजा आइसक्यो है गाइज। ल हेर्नुहोस् होइन त? खाजा आयो, छान्ने अब आइरहेको छ अझै। कस्तो रहेछ? नुन लागेको ठिक छ नि? यहाँ त रोटी है गाइज। खाजा आयो है गाइज। ल अब धम्मा धम्मी दुईजना चाहिँ मजाले अब खाजा खाने हो।
यो चाहिँ रोटी र दाल। हामी चाहिँ रोटी र दाल खाने हो, त्यसपछि उता साथी लिन जाँदैछौँ। ल गाइस रोटी खान आउनु है तपाईँहरू पनि। ल हामी त खान लाग्यौँ होइन। दामी छ गाईलाई, एकदम मिठो रहेछ। ल गाइस यता हाम्रो साथीले खाजा खाएको नि पेमेन्ट गरिसक्नु भएको छ र हामी जाँदैछौँ अब। ल गाइस ल हामी आइपुग्यो है गाइस। पेनाङको एयरपोर्ट आइपुग्यो। पेनाङको एयरपोर्ट फाइनली आइपुग्यो होइन। अब हामी साथी लिन जाँदैछौँ। ल एयरपोर्टको भ्यू यस्तै छ, ल गाइस हेर्न सक्नुहुन्छ है, एकदम रमाइलो रहेछ। र हामी भित्र जाँदैछौँ, अब साथीलाई रिसिभ गर्न जाँदैछौँ। ओ ल गाइज फाइनल्ली हाम्रो साथीलाई चाहिँ हामीले रिसिभ गरिसकेका छौँ होइन। ठिक छ नि, कस्तो भयो यात्रा? अनि एकदम राम्रो राम्रो हो है। ल ठिक छ, हामी दुईजना आफ्नो लिन है, ठिक छ नि होइन। ओके ल गाइज हामी हाम्रो साथीलाई चाहिँ भेटिसक्यौँ होइन, पेनाङ एयरपोर्टमा चाहिँ। अब चट्ट साथीसँगै हामी चाहिँ फर्किँदैछौँ गाइज। ल गाइज हामी साथीलाई भेटिसक्यो र हामी गाडीमा जाँदैछौँ है। अब चट्ट हामी दुईजना साथीको ब्याग स्याग यसो बोकेर हेल्प गर्दैछौँ। यसलाई राख्दै गरौँ त है। ल गाइज यो चाहिँ हाम्रो साथीले होइन नेपालदेखि ल्याइदिएको मिठाई हो। ल होइन हो नि होइन, मिठाई हो गाइज। हामी चाहिँ मिठाई खाँदैछौँ है। अनि मिठाई कस्तो लाग्यो? साथीले नेपालबाट ल्याइदिए मिठाई दामी छ है। हेलो गाइज, ल हामी चाहिँ साथीलाई रिसिभ गरेर जितेन्द्र शाहलाई
चाहिँ रिसिभ गरिसक्यो होइन। हाम्रो यता साथी अब्दुल र म आएको लिनलाई हामी साथीलाई भेटिसक्यो। अनि कस्तो भयो यात्रा? अनि एकदम राम्रो भयो होइन? मजामा भयो। अनि कति बजी झरेको एयरपोर्टमा 9:30 बजे झऱ्यो पेनाङ एयरपोर्टमा। 9:30 भने चाहिँ हामी अब लिन आयौँ, अलिकति वेट गर्न पर्यो होइन। के गर्ने अब जाम साम पर्यो यताउति आउँ त्यस्तै भयो है। छुट्टी भएर जाम पर्यो। आज छुट्टी भएर जाम पर्यो। ल गाइज ल एकदमै हामी साथीलाई भेटिसकेका छौँ र साथीलाई लिएर हामी हाम्रो अब्दुल र म चाहिँ जितेन्द्र शाहलाई लिएर हामी फर्किँदैछौँ गाइज। अनि यात्रा त राम्रै भयो नि होइन? एकदम राम्रो भयो। अनि घरतिर कस्तो रहेछ? नयाँ नौलो बुवा मम्मी छ, सबैजना मजामा छ। अनि घर फ्यामिली बुवा मम्मी दाजुभाइ दिदी पनि सबै सन्चै आरामै हुनुहुन्छ? सबै सन्चै आरामै छ। ल ठिक छ। ओके ल गाइज हामी चाहिँ साथीलाई भेटेर हामी फर्किँदैछौँ र हाम्रो भ्लग त्यो रियाक्सन भ्लगलाई सबैले माया गर्नुभएको छ र अझै पनि माया गर्नुहोस् र लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न अनिवार्य नबिर्सनु ल गाइज। बाई बाई, नेक्स्ट भ्लगमा भेटौँ ल। ओके ठिक छ नि? हाम्रो अब्दुल सर ठिक छ होइन त? ओके गाइज।